नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। यसरी जुन हिसाबले मैले गरिरहेको छु जस्तो कन्डिसनमा छ त्यस्तैमा गरिदिएको। 2082 साल 11 महिना 16 गते शनिबारको दिन 1:30 बजेतिर बनिरहेको छु मैले अहिले। अब यो मेरो घरमा हल्का आवाज चल्यो, भोइस अलि राम्रो आइरहेको छैन होला। ओके छोड्दै अब के गर्ने र। अनि त्यही हो। अब म चाहिँ यसो भ्लगिङमा हल्का फुल्का मलाई पहिल्यैदेखि इन्ट्रेस्ट थियो, तर भ्लग यसरी बनायो हेऱ्यो ठिक लागेन भनेर गरिदिनु थिएँ कि। अनि एडिटिङ गर्नु पऱ्यो, एडिट गर्नलाई फेरि कसरी गर्ने होला भन्ने सोचले होइन अलिकति गाह्रो भएको भएर मैले गरिनँ त्यो पहिला पनि होइन। अनि यसरी चाहिँ मेरो फर्स्ट ब्लग हो यो। ठिक छ, मलाई अब पछिदेखि चाहिँ म अझै राम्रो गर्ने कोसिस गर्छु। अब यो जुन मेरो ब्याकग्राउन्ड छ नि यसमा ध्यान नदिउँ है। यसमा ध्यान नदिउँ बिस्तारै हुन्छ। यो खासमा मैले र बाबाले लगाएको यो माथि पुटिङ छ नि पिनेस पाटामा। यो के हुँदो रहेछ भन्दाखेरि घामले चाहिँ तातेर यो यसमा हाल्न नहुने हो खासमा। अर्को जुन सिलिङ हुन्छ नि त्यसमा चाहिँ त्यसमा हाल्ने हो। हामीले चाहिँ थाहा नभएर यसरी हालिदिएको। उभिला नै धेरै अगाडि भिस्यो। अनि म चाहिँ अब रेगुलर बेसमा मेरो भ्लगमा आउला, किन भन्दाखेरि म चाहिँ नि 6 दिन काममा जान्छु। काम म के गर्छु भन्दाखेरि इलेक्ट्रिकल सम्बन्धी गर्छु। जस्तै घरमा युज हुने वासिङ मेसिन, मोटर, अनि मिक्सर, माइक्रो ओभन होइन, त्यसपछि ग्यास ओभन, इलेक्ट्रिक ओभन, त्यस्तोहरू चाहिँ नि म रिपेयर गर्छु। अनि हल्का फुल्का हाउस वायरिङ पनि गर्छु। अनि म चाहिँ बिहानको 8 बजेदेखि बेलुकाको 6 बजेसम्म उतै हुन्छु, काममै हुन्छु। त्यही हो मैले भन्न खोजेको चाहिँ। ल ठिक छ गाइस, अब चाहिँ ढुक्क भएर मेरो भिडियो आउँछ बेला बेलामा होइन। अब बाहिर कतै गएर होइन राम्रो सेटअप राखेर मतलब राम्रो ब्याकग्राउन्ड भएर बनाउने सोच थियो। अब त्यो कहिले छोड्दै यत्तिकै बनाइदिने हो भनेर बनाइदिएको मान्छे। अब घरमा बस्दा अल्छी लाग्दैन। अनि साथीहरूसँग चाहिँ नि भेट्न चाहिँ नि जान्छु भनेर सोचिरहेको हुन्छु। कोहीको गर्लफ्रेन्ड हुन्छ, कोहीको बुढी हुन्छ, कोही बच्चा लिएर आउँछ घाँ कराइदिने होइन। आफ्नो त न बच्चा छ, न बुढी छ, न गर्लफ्रेन्ड छ होइन। अनि जान नि मन त लाग्ने, तर गएर पनि कस्तो हुने भन्दाखेरि उनीहरू अब अलिकति अक्वर्ड लाग्छ नि त। बुढी भएको मान्छे, बच्चा भएको मान्छे, गर्लफ्रेन्ड भएको मान्छे। अब फेरि साथीहरूको त फेरि सँगै गर्लफ्रेन्ड भयो भने त सान बेग्लै हुन्छ नि होइन। उनीहरूलाई तर ममा भनेर बोली नभए पनि तिमी होइन सन्चै छु तिमी भनेर बोल्नुपर्छ होइन। त्यो पनि मिलाइ। अनि यो खासमा भिडियो गरिसकेपछि नि यस्तो एक्लै बस्दाखेरि जुन ओभर थिङ्किङ गर्ने हुन्छ नि त्यो चाहिँ नि हराउँछ क्या। यो भिडियो बनाउनु थालिसकेपछि धेरै त्यस्तो मनमा होइन उत्थर पुत्थर त्यस्तो आउँदैन क्या कुरोहरू। कसरी भन्ने मैले त्यही हो। मेरो भाइ पनि छ एउटा, बहिनी पनि छ, मेरो दाइ पनि छ, दिदी पनि छ। यता यस्तो यो मेरो भाइ हो। के हो तेरो नाम भन्दै त? मुख धुनु पर्दैन? जा मुख धुन। कस्तो भनाइ नि एउटै मान्दैनौ। तपाईँहरूको घर नि होला है भाइहरू त कुरै नमान्ने। बाफ्रे म त के हेरेको लात्ता खालासी फेरि पिट्नी हो नभए त कस्तो मातिन्छ न। बिहान सुत्न दिन्छ राम्रोसँग, 6 बजे उठेर मोबाइल हेर्छ, त्यो पनि लाउड स्पिकरमा क्या, पुरा ठुलो गरेर क्या। त्यो अलार्म बज्दाखेरि नि त्यति ठुलो बज्दैन क्या, त्यस्तो ठुलो गरेर कार्टुन हेरेर आउँछ बिहान। अनि राति पनि 11-12 बजीसम्म सुत्दैन। के गर्ने। ठिक छ, मैले भन्न खोजेको यही हो। अब गाइस होइन जे जस्तो भयो राम्रो नहोला, ठिक छ। त्यो भनेको आफ्नो कुरो, बिस्तारै इम्प्रुभ हुँदै जान्छ। मैले खासै बोल्न पनि केही पनि आउँदैन क्या। साथीहरूसँग घुम्न जाउँ भने नि मैले, गर्लफ्रेन्ड हुन्छ अहिले त सबैको त्यही हो है। के भयो ओके बाई गाइस, भेटौँ होला नेक्स्ट भ्लगमा। यो मेरो फर्स्ट भिडियो भएको भएर राम्रोसँग बोली ननिस्केको।
त्यता चाहिँ ध्यान नदिउँ, बिस्तारै इम्प्रुभ हुन्छ। त्यही हो। बाई बाई गाइज, भेटौँला अर्को भ्लगमा। ओके, आफ्नो केयर गर्नु है। चुनावको लहर छ। बाई बाई।